आउने हो क्या यहाँको त्यो पत्ताहरू नि लोग्ने चल्किने हो हेर्नलाई त के रोटेर ढिन्दा होइन अब यस्तो कोठामा सुतिरहेको भन्दा यो नि एक्सर्साइज हो यहाँले एक्सर्साइज गर्ने मात्रै हो क्या युट्युब च्यानल खोलेर हाल्नु पर्यो नाटकने भिडियो बनाएर यस्तै यस्तै कोरियाको मनोरम दृश्यहरू भन्दै हेरेर जाँदा कहाँ कहाँ जाँदाखेरि नि त्यस्तै त्यस्तै हाल्नु पर्यो दाइको त मोनिटाइज भइसक्यो होला नि फेसबुक थाहा हो दाइको होला आउँछ है कुन दिन पैसा धेरै नभए नि अलिअलि त $100 त आउँछ हौ खानालाई त धेरै खिच्छ नि फोटो भिडियो गरेको राम्रो इन्कम हुँदो रहेछ हौ दाइ अलिक भ्युजहरू राम्रो आयो भने नि धेरै राम्रो इन्कम हुँदो रहेछ एउटा थम्बनेल पनि चाहियो नि त हौ मलाई अब त्यसो भए थम्बनेल पनि चाहियो नि त सबै कुरा थम्बनेलले चल्दो रहेछ